गाइसहरू कसलाई मनपर्छ यो चाहिँ यो कलशमा सजाउने फुल यो यस्तो हुन्छ हैन। यो बनाउँदा यो चाहिँ धागोको हो, प्योर धागोको यसरी बनिन्छ। यसरी राख्न कसलाई मनपर्छ। यो चाहिँ कलशमा यो कभर, यसलाई चाहिँ खोल पनि भन्छ, कभर। यो जाली कस्तो दामी छ है, वाउ। कसलाई मनपर्छ कमेन्ट गर्नु होला। गमलामा सजाउने फुल यो भिन्दै छ हैन। यो फुल भयो भने यो गमलामा सजाउने फुल भयो, यो स्ट्यान्डमा बनाएको फुल भयो, यो स्ट्यान्डमै बनाएको फुल भयो। यो दुईटा चाहिँ हैन गुलाबको फुल। वाउ कस्तो दामी। कसलाई मनपर्छ कमेन्ट गर्नु होला। यो चाहिँ सजाउने, यो भित्तामा घरमा सजाउने झुमर जस्तै भित्तामा झुन्ड्याउने हो यो हैन। यो पनि राम्रो छ। अनि यो चाहिँ गमला है, गमला यो कस्तो राम्रो गुलाबको फुल छ। यो चाहिँ तलबाट यसरी भरेर चाहिँ गमला बनाएको छ है। यो चाहिँ गिलासमा यसरी बनाएको छ। अनि यसरी फुल गुलाबको बनाएर यसरी, वाउ यो सजाउँदा कस्तो राम्रो देखिन्छ भने यो पनि झुमर यो भित्तामा सजाउने है। मनपर्छ भने कमेन्ट गर्नु होला अनि भन्नु होला कमेन्टमा। अनि यो चाहिँ लगनटुक, यसमा चाहिँ लगनटुक हाल्न बाँकी छ। यो स्कुल जाने बच्चाहरूलाई पनि काम लाग्छ। यो दुईटा भयो। अनि यो आफ्नो आफ्नो कलरमा कसलाई कुन कलर चाहिन्छ भनेर। यो चाहिँ चिम्टी, स्कुले बच्चाहरूलाई एकदम मनपर्ने चिम्टी। अनि यो फुल भयो गुलाबको हैन। यो चिम्टीमा चाहिँ यो लेडिजहरूलाई लाउने गजरा भन्छ। यो चाहिँ हामीले उनको धागोमा रेडी गरेको छु। हजुरहरूलाई मनपर्छ भने कमेन्ट गर्नु होला, भन्नु होला। यो चाहिँ चिम्टी, यो चिम्टी चाहिँ यस्तो चिम्टी हुन्छ। यो लगाउँदाखेरि धेरै राम्रो देख्छ है। यो कपालमा लाउँदाखेरि म कपालमा लाएर देखाइदिन्थेँ, अहिले यहाँ मान्छे छैन कपालमा लाउने हैन। अनि त्यस्तै गरेर अरू यो सबै सामग्री रेडी भएको छ है। हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला, म नम्बर हालिदिने छु। र कपालमा लाउने अहिले चलेको भाइरल धागो, लाछा धागो यसरी फुल भरेर चाहिँ यसरी रेडी गरिएको छ हैन। कसलाई चाहिन्छ भने हामीले एकदम सफत मूल्यमा चाहिँ दिनेछु। चाहिन्छ भने सम्पर्क गर्नु होला हजुरहरूले। भित्तामा यसरी सजाउने कुराहरू छ हैन। यो चाहिँ मेरो बुहारीले रेडी गरेको छ। हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला, म नम्बर हालिदिन्छु है त। लाइक अनि कमेन्ट गर्नु होला है त। वाउ कस्तो दामी छ है।